आज चाहिँ हामी एकहोरो लेखा प्रणाली तथा दोहोरो लेखा प्रणाली बीचका भिन्नताहरूको बारेमा चाहिँ केही छलफल गर्न गइरहेका छौँ। सबैभन्दा पहिला त हामी लेखा प्रणालीको बारेमा जान्नुपर्ने हुन्छ। यो एकहोरो र दोहोरो लेखा प्रणालीको बारेमा चाहिँ भिन्नता छुट्याउनको लागि। ल अब हामी जाउँ है त पहिला लेखा प्रणालीमा। मौलिक महत्त्व भएको आर्थिक कारोबारलाई निश्चित ढाँचामा अभिलेख र प्रस्तुत गर्ने कार्यविधि नै के हो त लेखा प्रणाली हो है। लेखा प्रणाली हो यो समग्र वित्तीय प्रणालीको एक भाग हो। यो चाहिँ समग्र वित्तीय प्रणालीको एक भाग मात्रै हो है। अब चाहिँ हामी चाहिँ भिन्नता लेख्दाखेरि चाहिँ तपाईँलाई थाहा नै होला होइन। अब एकहोरो तथा दोहोरो लेखा प्रणालीबीच भिन्नता भनेर टपिक भइहाल्यो। अनि त्यस पछाडि चाहिँ भिन्नता लेख्दाखेरि सबैभन्दा पहिला आधार एकहोरो लेखा प्रणाली र दोहोरो लेखा प्रणाली। अनि त्यो चाहिँ टपिक लेख्नुपर्छ। पहिला आधार लेख्ने, अनि त्यस पछाडि एकहोरो र दोहोरो लेखा प्रणालीको के लेख्ने टपिक लेख्ने। अब चाहिँ हामी आधारहरूमा चाहिँ छ, पहिलो छ आधारहरूमा चाहिँ हाम्रो के छ त परिभाषा रहेको छ है त। ल हेरौँ है त परिभाषा। एकहोरो लेखा प्रणालीमा के छ त भन्दाखेरि कारोबारहरूको एकपक्षीय असरलाई कारोबारहरूको एकपक्षीय एकहोरो लेखा प्रणालीमा के छ ल हेरौँ है त। कारोबारहरूको एकपक्षीय असरलाई ध्यानमा राखी अभिलेख राख्ने प्रणाली के हो त एकहोरो लेखा प्रणाली हो। अनि त्यस्तै यताति दोहोरो लेखा प्रणाली भनेको के हो त भन्दाखेरि आर्थिक कारोबारको द्विपक्षीय असर पर्ने गरी राखिने लेखाविधि नै दोहोरो लेखा प्रणाली हो भनिरहेछ। अब अर्को आधार छ हाम्रो भिन्नताको आधार चाहिँ अर्को छ नियम है त। अब नियम चाहिँ अर्को हाम्रो भिन्नताको आधार हो। एकहोरो लेखा प्रणालीमा कस्तो नियम छ ल हेरौँ है त। कारोबारको अभिलेख राख्न कुनै निश्चित नियम चाहिँ हुँदैन। एकहोरोमा चाहिँ कुनै निश्चित नियम हुँदैन। त्यसै गरी यतापट्टि दोहोरोमा चाहिँ कारोबारको अभिलेख निश्चित नियम अन्तर्गत रही राखिन्छ भनेर भनेको छ होइन। अब चाहिँ हामी यतापट्टि हेरौँ। तेरा संग धारा तेरे रंगों में निखारा। ल है त अब हामी अर्को हेरौँ मितव्ययिता। मितव्ययितामा चाहिँ एकहोरो है। राइट साइडको दोहोरो र लेफ्ट साइडको चाहिँ एकहोरो यो बक्स तपाईँले त अब थाहा पनि पाइसक्नु होला। मितव्ययिता एकहोरोमा चाहिँ यो मितव्ययी लेखा प्रणाली हो। एकहोरो चाहिँ मितव्ययी लेखा प्रणाली हो भने यो लेखा प्रणाली बढी खर्चिलो लेखा प्रणाली हो। दोहोरो चाहिँ सरलतामा हेरौँ भने चाहिँ अब एकहोरोमा चाहिँ यो एउटा सरल लेखा प्रणाली हो भनेको छ भने दोहोरोमा यो लेखा प्रणाली एकहोरो लेखा प्रणालीभन्दा बढी जटिल लेखा प्रणाली हो है त। जटिल सरल यति सम्झे भइहाल्छ। अरू खासै केही गाह्रो चाहिँ छैन। पूर्णता अब पूर्णता कस्तो छ हेरौँ है त। यो लेखा प्रणाली एउटा अपूर्ण लेखा प्रणाली हो। एकहोरो चाहिँ अपूर्ण हो भनेपछि दोहोरोमा के भनेको छ भन्दाखेरि यो लेखा प्रणाली एउटा पूर्ण हो। दोहोरो चाहिँ पूर्ण रहेछ किनकि अपूर्ण भइहाल्छ नि। अब तपाईँले लेखाको हिसाब गर्दाखेरि तपाईँले अब क्रेडिट मात्रैको हिसाब गर्नुभयो भने त तपाईँलाई नम्बर त पाउनुहुन्न किनकि तपाईँले 11 12मा अब त 9 10मा होइन। तपाईँलाई त्यो हिसाब गर्दाखेरि डेबिटको मात्रै हिसाब गरेर हुन्छ त हुँदैन नि त। त्यो डेबिटको मात्रै हिसाब पनि गर्न त मिल्यो। जस्तै अब पसलमा सामान आएको मात्रै हिसाब राख्न मिल्यो तर त्यसलाई चाहिँ मितव्ययी अलि अब पूर्ण चाहिँ मानिँदैन क्या। अनि त्यो दुइटैको मूल्याङ्कन गर्नु परेन। अनि आय र व्ययको त्यो अनुसारले चाहिँ एकहोरो लेखा प्रणाली चाहिँ अपूर्ण हुन्छ भने दोहोरो चाहिँ पूर्ण हुन्छ। त्यसै गरी अर्को छ एकरूपता। एकरूपतामा चाहिँ एकहोरो लेखा प्रणाली के छ भने चाहिँ अभिलेखतामा एकरूपता हुँदैन एकहोरोमा चाहिँ भने दोहोरोमा चाहिँ एकरूपता हुन्छ। अनि कारोबारको असर चाहिँ एकपक्षीय असर हुन्छ भनेपछि द्विपक्षीय असर हुन्छ। आर्थिक अवस्था सही नाफा नोक्सान तथा वास्तविक आर्थिक अवस्था देखाउँदैन भनेको चाहिँ एकहोरो लेखा प्रणाली चाहिँ सही नाफा र वास्तविक आर्थिक अवस्था देखाउँदैन किनकि एकहोरो छ त कसरी देखाउँछ त। अनि दोहोरोले चाहिँ फेरि देखाउँछ भने होला है। सही नाफा नोक्सान तथा आर्थिक अवस्था देखाउँछ भने चाहिँ दोहोरोले चाहिँ देखाउँछ किनकि यता डेबिट क्रेडिटहरू बराबर गराउँछ। यता कता नाफा नोक्सान कसरी भयो भनेर त्यो डेबिट क्रेडिट बराबर गराउँदाखेरि चाहिँ थाहा भइहाल्छ। अब अन्त्यमा हेरौँ है त। अन्त्यमा एकहोरो तथा दोहोरो लेखा प्रणालीमा आधारभूत रूपमा भिन्नता भए तापनि दुवै आर्थिक सुशासन तथा पारदर्शिताको आधार हुन् भनेको छ। अब चाहिँ हामी जाउँ अर्को क्वेसन छ हामीसँग। क्वेसनले के भनेको छ ल हेरौँ है त। नगदमा आधारित र प्रोत्भावी लेखा प्रणाली बीच भिन्नता छुट्याउँदै के भनेको छ। नगदमा आधारित र प्रोत्भावी लेखा प्रणाली बीच भिन्नता छुट्याउँदै नेपालमा नगदमा आधारित
लेखा प्रणालीलाई कसरी प्रोतभावी लेखा प्रणालीमा रूपान्तरण गर्नु पर्ला आफ्नो धारणा राख्नुहोस् भनेको छ। ल हेर्नुहोस् त अब यसको पनि के छ त भन्दाखेरि नगदमा आधारित लेखा प्रणाली र प्रोतभावी लेखा प्रणाली बिच चाहिँ यहाँ पनि के नै सोधेको छ त भिन्नता नै सोधेको छ। भिन्नता लेख्दाखेरि चाहिँ अब फेरि यहाँ चाहिँ छैन त आधार भन्नुहुन्छ होला तपाईँहरूले। अब यहाँ चाहिँ आधार लेखिएको रहेनछ केही छैन। अब आधार चाहिँ अब काहीँ यस्तो टपिकहरू हुन्छ जहाँ आधार नलेख्दा पनि खासै फरक पर्दैन। तर म्याक्सिमममा चाहिँ तपाईँहरूले चाहिँ यो आधार चाहिँ लेख्ने गर्नु होला भन्ने मेरो सजेसन हो होइन। अब त्यो लेख्नै पर्छ भनेर त काहीँ लेखेको छैन होइन। अब अर्कोचोटिबाट संविधानको संशोधन गरेर लोकसे आएको एन्सरको भिन्नता लेख्ने बेलामा आधारहरू लेख्न नै पर्छ भनेर एउटा छुट्टै धारामा राखेपछि चाहिँ हामी अब लेख्नै पर्छ भनौँला। नराखेसम्म चाहिँ अब ठिकै छ। लेख्दाखेरि चाहिँ राम्रो हो। अब कहिलेकाहीँ नलेख्दा पनि त्यति फरक त पर्दैन है। अब चाहिँ हामी जाउँ प्रोतभावी र नगदमा आधारित लेखा प्रणाली बिच भिन्नता। प्रोतभावी लेखा छ है त्यतापट्टि साइड लेफ्ट साइडमा प्रोतभावी लेखा प्रणाली अथवा लेखा छ भनेपछि अनि त्यसपछि राइट साइडमा चाहिँ नगदमा आधारित लेखा रहेको छ। अब चाहिँ तपाईँहरू ध्यान दिएर सुन्नुहोस् है त। ध्यान दिएर सुन्नु, यो चाहिँ अलि इम्पोर्टेन्ट टपिक रहेको छ होइन। अब पढाए जसो बुकहरूमा चाहिँ यो फेरि टपिक हुँदा पनि हुँदैन होइन। त्यसैले यसलाई चाहिँ ध्यान दिएर सुन्नुहोस्। प्रोतभावी लेखा प्रणालीमा के भनेको छ, नगद भुक्तानी भए पनि नभए पनि कारोबार भएकै समयमा लेखाङ्कन गरिने लेखा प्रणाली। के भन्नु देख्नुभयो नि, नगद भुक्तानी भए पनि नभए पनि कारोबार भएकै समयमा नगद होस् या जिन्सी अथवा जिन्सी त आजभोलि खासै त्यो हराइसक्यो। मतलब उधारोमा भनौँ न, उधारोमा लाइबिलिटिजमा थप्ने गरिन्छ नि त। अनि त्यस पछाडि त्यो नगद चाहिँ नगद आए गए नगए केही नभए पनि लेखा चाहिँ राखिन्छ भनेको छ। अनि नगदमा आधारित लेखा प्रणाली चाहिँ दायित्व जुनसुकै समयमा सिर्जना भए पनि नगद प्राप्त भएको समयमा मात्र लेखा राख्ने गरिन्छ। जस्तो यतापट्टि यो प्रोतभावीमा चाहिँ दायित्वको पनि लेखा राख्ने गरिन्छ, यतापट्टि चाहिँ दायित्वको लेखा राखिँदैन अरे क्या। नगद प्राप्त भयो तब मात्रै लेखा राख्यो होइन। लाइबिलिटिजलाई चाहिँ राखिँदैन प्रोतभावीमा भनेपछिमा, प्रोतभावीमा राखिन्छ भनेपछिमा यतापट्टि यो नगदमा आधारितमा चाहिँ राखिन्न। नामै नगदमा आधारित छ अनि कहाँबाट राखेला। तिर्नु परे र लिनुपर्ने र दिनुपर्ने रकम थाहा हुन्छ। अनि लिनुपर्ने दिनुपर्ने थाहा हुने भयो त लाइबिलिटिज र अनि त्यस पछाडि के भन्छ यार त्यो लाइबिलिटिज र त्यो उयोहरू हुन्छ नि त, त्यो जस्ट लाइक द डेबी एकाउन्ट रिसिभेबल भन्नेवाला हुन्छ नि त, त्योहरू चाहिँ त्यसको बारेमा चाहिँ यसलाई राख्छ भनेको छ। त्यसपछि हामी जाउँ अब अर्कोमा। यता भने थाहा पाउन गाह्रो हुन्छ भने यता चाहिँ गाह्रो त भने भइहाल्यो नि त। अब सजिलो त्यहाँ कहाँ गए थाहा पाइन्छ र होइन। अब हरासकट्टी गर्न सजिलो हुन्छ भने प्रोतभावीमा भने चाहिँ हरासकट्टी गरिँदैन भनेको छ उता नगदमा आधारितमा। अब नगदमा आधारित अब पैसाको के को हरासकट्टी गर्ने र पैसाको हरासकट्टी हुन्छ हुँदैन नि त। तर यता हरासकट्टी गर्न सजिलो हुन्छ भने यहाँ हरासकट्टी गर्न सजिलो हुन्छ मतलब यता चाहिँ एसेट्सहरू पनि पर्छ होइन, सो द्याट कि त्यसको हरासकट्टीहरू चाहिँ हुन्छ। अनि अर्को भने चाहिँ प्रोतभावी लेखा प्रणाली अन्तर्गत चाहिँ ब्यालेन्स सिट तयार गरिन्छ भनेको छ। अब यतापट्टि चाहिँ ब्यालेन्स सिट तयार गरिँदैन भनेको छ होइन। त्यसमा चाहिँ यसमा चाहिँ यो नगदमा आधारित लेखा प्रणाली चाहिँ पहिला नै नगदमा आधारित लेखा प्रणालीमा चाहिँ पहिला नै त्यो माथि डेबिट क्रेडिट बराबर गराएर नाफा नोक्सान थाहा भइहाल्छ, जसले गर्दाखेरि ब्यालेन्स सिट आवश्यक पर्दैन। तर प्रोतभावी लेखा प्रणालीमा चाहिँ ब्यालेन्स सिट आवश्यक पर्छ, किनकि नाफा नोक्सान के भयो भनेर त्यो थाहा पाउनको लागि, कति आयो कति गयो त्यो सब थाहा पाउनको लागि ब्यालेन्स सिट बनाउनु जरुरी हुन्छ। अब हामी जाउँ अर्कोमा चाहिँ लेखा पूर्ण रहेको हुन्छ। यो चाहिँ लेखा पूर्ण रहेको हुन्छ, तर यो लेखा चाहिँ अपुरो रहेको हुन्छ भने पूर्ण रहेको हुन्छ भने के लाइबिलिटिज अनि त्यस पछाडि लिएर एसेट्स, करेन्ट एसेट्स, फिक्स्ड एसेट्स सब चाहिँ यसमा राखेको हुन्छ नि। यसमा चाहिँ राखेका हुन्न है त नगदमा आधारित ओन्ली क्यास। अब हामी जहाँ अर्को छ लेखाका सर्वमान्य सिद्धान्तहरूको पालना गर्छ। प्रोतभावीले चाहिँ पालना गर्छ भने सामान्य सिद्धान्तहरूको हुबहु पालना गर्दैन भनेको छ। चाहिँ सामान्य
सर्वमान्य सिद्धान्तहरू हुबहु चाहिँ नगदमा आधारितले पालना गर्दो रहन्छ। किनकि सर्वमान्य सिद्धान्तले चाहिँ यस नगद मात्रै दिएको राख्ने यस्तो भन्ने चाहिँ खास चाहिँ भन्दैन नि, किनकि डेबिट क्रेडिट बराबर भन्ने हुन्छ, त्योले भएर चाहिँ होला होइन। यति त तपाईँले बुझिहाल्नुहुन्छ, टेन्सन लिनु पर्दैन। अब अर्को हाम्रो चाहिँ लास्टमा छ, यसमा आम्दानी र खर्च कारोबार एकअर्कामा म्याच हुन्छ। यसमा आम्दानी र खर्च कारोबार एकअर्कामा म्याच हुन्छ। म्याच त भनेको नि, किनकि अब आज कहिले उधारोमा लियो भने पर्सि त्यसले नगद ल्याएर दिन्छ, अनि त्यो एकअर्कासँग म्याच त गराउनु पर्ने भइगयो। अनि यसमा यसमा चाहिँ म्याच हुँदैन, किनकि अब पैसा ल्यायो दियो गयो गयो भइसक्यो। पैसाको मात्रै राखिन्छ नि त, त्यो भएर हुँदैन। अनि अर्को छ हाम्रो, यो जटिल छ यो सरल छ। पैसा आयो जस्तो अब 1000 रुपियाँ आयो भने 1000 रुपियाँ लेखिदिने, त्यो चाहिँ त्यो खासै के गाह्रो छ, त्यो चाहिँ जटिल छ। अनि यो चाहिँ एसेट्स अनि फिक्स्ड एसेट लाइबिलिटी चाहिँ हरास कटीहरू भयो भने चाहिँ डिप्रिसिएसन भन्छ, जसलाई यो भयो भने चाहिँ घटाउनुपर्छ। अनि त्यस पछाडि अब कहिले पे गर्छ, अनि त्यो अब त्यसमा चाहिँ लास्ट झ्याउ लाग्दो हुन्छ कि, झ्याउ लाग्दो भन्दा नि अब त्यो जटिल हुन्छ। यसमा चाहिँ योग्यताको आवश्यकता पर्छ, जसमा नगदमा आधारितमा चाहिँ त्यति धेरै योग्यता चाहिँदैन होइन, सामान्य हिसाब गर्न जाने भइहाल्यो। पूर्वभागमा चाहिँ यो पुरै हिसाब गर्न चाहिँ यो सामान्य हिसाब गर्न जानेर हुँदैन। यसमा चाहिँ अकाउन्टेबिलिटी, लाइबिलिटी अनि त्यस पछाडि यो चाहिँ एसेट्सहरू सबको बारेमा चाहिँ जानकारी हुनुपर्छ। अब त्यस्तै हाम्रो अर्को रहेछ, नगदमा आधारित लेखा प्रणालीलाई प्रोतभावी लेखा प्रणालीमा रूपान्तरण गर्ने तरिका भने है त। नगदमा आधारित लेखा प्रणालीले चाहिँ प्रोतभावी लेखा प्रणालीमा रूपान्तरण गर्ने तरिकाहरू हेरौँ है त। सरकारी लेखा सम्बन्धी नीति कानुन, लेखा फारम आदिमा परिमार्जन गर्ने, कर्मचारीलाई पर्याप्त तालिम र दक्षता अभिवृद्धि गर्ने। तालिम त दिनु पऱ्यो, नत्र त्यो क्यास पैसा गर्ने यस्तो थोरै नै हुन्छ हिसाब राख्न। वर्तमान लेखा सम्बन्धी मलेपफा भनेको महालेखा परीक्षक फारमहरू परिवर्तन र परिमार्जन गर्ने। सम्पत्ति व्यवस्थापनमा सुधार, लागत मूल्याङ्कन, पुनर्मूल्याङ्कन, अनि के भने डिस्पोजल अनि त्यो डिप्रिसिएसन सम्बन्धी नीति तय गर्ने भनेको छ। अनि त्यसपछि पेस्कीलाई वास्तविक खर्च भएपछि मात्र खर्च देखाउने परिपाटी विकास गर्ने। पेस्कीलाई चाहिँ भनेको एडभान्स है, पेस्की भनेको चाहिँ एडभान्स हो। अर्को छ सरकारको दायित्व आम्दानी खर्च आदि देखिने गरी बजेट प्रणालीमा चाहिँ के गर्ने, सुधार गर्ने भनेर भनेको छ। अब चाहिँ हामी अन्त्यमा नगदमा आधारित लेखा प्रणालीलाई सुधारिएको नगदमा आधारित लेखा प्रणाली हुँदै क्रमशः प्रोतभावी लेखा प्रणालीमा रूपान्तरण गर्नुपर्ने देखिएको छ भनेर भनेको छ होइन। फाइनली हाम्रो चाहिँ अब यो च्याप्टर चाहिँ भ्याइयो होइन, च्याप्टर 2.01 थियो जुन, यो चाहिँ भ्याइएको छ होइन। हामीले अब कतिवटा क्वेसन गऱ्यौँ त यसको हेरिदिउँ न त एकचोटि सर। हामीले चाहिँ यो सुरु चाहिँ कहाँबाट भएको छ भने चाहिँ यहाँबाट है त। हेर्नुहोस् यहाँ चाहिँ यो लेखा र लेखा प्रणाली भनेर लेखा र लेखा प्रणाली परिचय, उद्देश्य र विशेषता भनेको छ। योबाट चाहिँ हाम्रो सुरु भएर यसको बारेमा यो पृष्ठ सब हामीले पढेर होइन, हामी चाहिँ अब यहाँ योबाट पुरा 9 क्वेसन 10वटा क्वेसन हो, 10वटा क्वेसन चाहिँ हामीले पुरै प्र्याक्टिस गऱ्यौँ। तपाईँलाई चाहिँ इक्जाममा यो 10वटा क्वेसन भन्दा चाहिँ बाहिरबाट क्वेसन आउँदैन। तपाईँले त्यही भएर यदि यो च्याप्टरबाट क्वेसन आएछ भने आउने भनेको चाहिँ यो 10वटाबाट मात्रै हो। त्यही भएर रट्टा हान्ने चाहिँ काम तपाईँको होइन। अब मैले चाहिँ अब तपाईँहरूलाई भनिदिएँ, मैले भनेको सुन्ने होइन, 2-3चोटि रिपिट गरेर सुनेर पनि बहुत धेरै सुन्ने बुझिन्छ। अनि त्यो अनुसार अझ पनि नबुझिएपछि भन्नु होला, फेरि पनि म बुझाउने कोसिस गर्नेछु। अनि त्यस पछाडि चाहिँ तपाईँहरूले मजाले चाहिँ के गर्नुपर्छ त भन्दाखेरि यो स्क्रिनसट लिएर अथवा यो भिडियो हेर्दै गर्दाखेरि चट्ट आफूले नोट पनि बनाएर चाहिँ तपाईँले के गर्नु होला त भन्दाखेरि घरमा चाहिँ पढ्ने रिभिजन म्याक्सिमम गर्ने चाहिँ कोसिस गर्नु होला। अनि हामी भोलिबाट चाहिँ बजेट अनुमान स्वीकृति तथा मन्त्रालयगत बजेट सूचना प्रणाली LMBIS सम्बन्धी जानकारी चाहिँ हामी अब भोलिबाट सुरु गर्नेछौँ। यो पनि 1-2 दिन 3-4 दिन कति दिन लाग्न सक्छ होइन। एकै दिनमा हामीले धेरै पढ्ने होइन, एकै दिनमा 1-2वटा क्वेसन 3-4वटा क्वेसन मात्रै पढ्नुपर्छ होइन, धेरै पनि पढिसकिन्न। अरू पनि पढ्नुपर्ने हुन्छ नि त, अब लोकसेवामा यो मात्रै त भन्ने हुँदैन। त्यो भएर चाहिँ अब हामी भोलिबाट चाहिँ यो पढ्नेछौँ होइन, LMBIS सम्बन्धी जानकारी पढ्नेछौँ भोलि। अब आजलाई चाहिँ हामी यति नै गरौँ है त। ल यसो भिडियो लाइक चाहिँ गर्ने, सेयर गर्ने, सब्सक्राइब हान्ने काम चाहिँ गर्दै गर्नुहोस् है। ल।